साथीहरू अहिले हामी नुवाकोट जिल्लाको एउटा गाउँमा छौँ। त्यो गाउँ चाहिँ साह्रै रमाइलो पनि छ। यो गाउँ बिस्तारै सहर हुने क्रममा पनि अगाडि बढिरहेको छ। त्यसमा चाहिँ अब हामी त्यो सँगसँगै ल यो गाउँको चाहिँ भिजुअलाइज पनि बिस्तारै हेर्दै र यो अहिले हामी चाहिँ जुन ठाउँमा आइसकेका छौँ यो चाहिँ अब हाम्रो एकजना सहरको आरसिसी फार्म हाउसमा हामी आइसकेका छौँ र उहाँलाई स्वागत छ। सर स्वागत छ तपाईँहरूलाई, सबैजना स्वागत छ। त सुरुमा चाहिँ अब आफ्नो चाहिँ सानो परिचयबाट सुरु गरौँ र तपाईँले यो आरसिजी फार्म हाउस चाहिँ कसरी सुरु गर्नुभयो र यसको चाहिँ कथा के हो, अब यो सँगसँगै बिस्तारै परिचयबाट अगाडि बढौँ। हजुर, थ्याङ्क यू सो मच जीवन सर। आज हामी नुवाकोट जिल्ला अन्तर्गत लिखु गाउँपालिका वडा नम्बर 1 मा रहेको यो आरसिजी फार्म हाउस यो सानीटार भन्ने एउटा गाउँमा अवस्थित छ। यो फार्म हाउस चाहिँ हाम्रो यो घर पनि हो। हामीले चाहिँ धेरै वर्ष अघिदेखि लगभग 20-22 वर्ष अघिदेखि चाहिँ हाम्रो जुन सस्टेनेबल फार्मिङबाट चाहिँ अहिले हामी अलिकति प्रोफेसनल फार्मिङतिर अघि बढिरहेको अवस्था हो। हामीले तपाईँहरूले यो दृश्यमा देख्नुभएको जुन जति यो एरियाहरू छ अहिले तपाईँहरूले देख्न सक्नुहुन्छ होइन, मकै तरकारी बारीहरू यो चाहिँ हाम्रो अहिले प्रोफेसनल्ली हामीले चाहिँ यो फार्म हाउसबाट चाहिँ उत्पादन गरिरहेको छौँ। साथै आरसिजी फार्म हाउसबाट चाहिँ हामीले अहिले माछा छ, हामीसँग कुखुरा छ, लोकल कुखुरा। साथै तपाईँहरूले यो जुन यहाँ चाहिँ फ्रुट्सहरू को चाहिँ बोटहरू पनि देख्न सक्नुहुन्छ। हामीसँग लगभग 50-60 वटा फ्रुट्सको बोटहरू छ, अहिले उत्पादन पनि भइरहेको छ। अब यसलाई बिस्तारै हामीले चाहिँ एउटा रेस्ट्रो फार्मिङको रूपमा, एग्रो फार्मिङको रूपमा चाहिँ विस्तार गर्ने चाहिँ प्लानमा छौँ र तपाईँहरूको चाहिँ राय सुझाव र तपाईँहरूको चाहिँ सल्लाह चाहिँ एकदम आवश्यक छ। तपाईँहरूले दृश्यमा हेर्न सक्नुहुन्छ अहिले यो जुन आरसिजी फार्म हाउसको जुन सराउन्डिङ हो, यहाँ चाहिँ हामीले अहिले गाई, भैँसी, बाख्रा, कुखुरा, माछा लगायत फलफुलका चाहिँ तरकारीका चाहिँ जुन बोट बिरुवाहरू पनि देख्न सकिन्छ। अहिले हामी तपाईँहरूलाई चाहिँ विस्तृत रूपमा चाहिँ सबै देखाउँदै जाने नै छौँ। हस्, थ्याङ्क यू सो मच जीवन सर। धन्यवाद तपाईँलाई। हामी तपाईँहरू माझ आरसिजी फार्म हाउसमा रहेका जीवन हाम्रो यो चाहिँ अहिले फर्सीहरू चाहिँ लोकल पुरै अर्ग्यानिक फर्सी चाहिँ भइरहेको छ, बिक्रीमा छ, उत्पादन भइरहेको छ। बाख्राको बाख्राको रोहरू यो आधुनिक बाख्राको अहिले बाख्रा पालेर छैन चाहिँ फार्मको भ्लग भने त अब जीवन उयोबाट यस्तो थियो एउटा प्रमोट गर्नु पऱ्यो नि। यो माइली ठेकी, साइली ठेकी, त्यो के हो त्यो कान्छी ठेकी ठेकीहरू छ यो फार्ममा चाहिँ हेर। अब यो तपाईँले यो चाहिँ यो कृषि औजारहरू ल यहाँ दाजुभाउजू चाहिँ पुरै भनौँ न धेरै गयो के अरे गैनु गाई र भैँसी छ, दुध खानु पर्यो, घिउ खानु पर्यो, मही खानु पर्यो, अर्ग्यानिक हामीले पोखरीमा जानेछौँ। विभिन्न प्रजातिका माछाहरू छन् होइन। यहाँ अहिले बेसिकली 5 प्रजातिको माछा छ। यो राहुहरू होइन, यो ठ्याक्कै माछाको प्रजाति चाहिँ अहिले मलाई त्यति याद छैन। जे पनि माछाको लागि चाहिँ तपाईँहरूलाई यो तरकारी चाहिँ बारी हो। यहाँ चाहिँ अहिले हिरौला, करेला, खुर्सानी होइन। अब यो चाहिँ हाम्रो करेला के अरे यो अदुवा खेती चाहिँ तल सर अदुवा, यो अनार फ्रुट्सहरू पनि छ। यो कुखुरा, यो चाहिँ कुखुराको लोकल कुखुराको लागि चाहिँ अन्डाको लागि बेसिकल्ली अहिले कुखुरा चाहिँ हामीले सोल्ड आउट गरिसकेका छौँ। अहिले थोरै मात्र छ। उता त्यतातिर नि यो अनार भयो होइन, यो कटार, अनि यो आँप, लिची होइन, यो केराहरू, यो भर्खर टिपे उयो ए बोटबाट
दामी नाम पनि यही तपाईँहरू यस्तो खाले यो ठ्याक्कै अब यो अहिले लास्ट भइसकेको छ नि स्वादिलो उत्कृष्ट स्वादको छ यो त्यसमा विषादीहरू केही परेको छैन हेल्थको लागि पनि एकदमै यो चाहिँ राम्रो छ यो एकदमै मिठो यो काली आँप हो होइन आज नुवाकोट जिल्ला लिखु गाउँपालिका 1 सानिटार टोखा छरे ढुकुरे बजारबाट करिब 1 किमी उत्तरतिर अवस्थित आरसीसी फार्म हाउसमा बिताएको समय निकै रमाइलो र स्मरणीय रह्यो। प्राकृतिक शान्त र हरियाली वातावरणबीच यहाँका अर्ग्यानिक तथा स्थानीय परिकारहरूको स्वाद झन विशेष लाग्यो। लोकल माछा, लोकल कुखुरा, कोदोको ढिँडो, विभिन्न स्थानीय तरकारीका परिकार, स्थानीय चामलको भात, ताजा दही, दुध, भोइल लगायतका परिकारले गाउँघरको मौलिक स्वादको अनुभूति गराए। प्रकृतिको काखमा परिवार तथा साथीभाइसँग गुणस्तरीय समय बिताउन चाहनेहरूको लागि यो स्थान उत्कृष्ट गन्तव्य रहनेछ। स्वाद, आतिथ्यता र प्राकृतिक सौन्दर्यको सुन्दर संगम रहे